हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज म धेरै वर्षपछि बसमा ट्राभल गर्दैछु। एकदमै मजा आइरहेको छ है। धेरै वर्षपछि म यो एक्सपिरियन्स गर्न पाएको छु। हेर्न सक्नुहुन्छ होइन, बसमा यसरी ट्राभल गरिरहेछ। बाइकमा गएको थिएँ तर कारणवश त्यस्तै भएर म फेरि बसमा वापस आउनु पऱ्यो र त्यो एकदमै रमाइलो रहिरहेको छ। हेर्न सक्नुहुन्छ है, बाहिर दृश्यहरू कस्तो हरियाली कस्तो छ देख्न सक्नुहुन्छ। म गाडीभित्रै छु है, यसरी गाडीमा बसेको छ। बहुत लामो समयपछि गाडीमा बस्ने एउटा एक्सपिरियन्स लिएको छु। एकदमै अलग्गै मजा छ यो है। धेरै वर्षपछि चाहिँ यो एक्सपिरियन्स लिन पाएँ। छोडिएको थियो आफ्नै गाडीमा हिँड्ने, आफ्नै बाइकमा हिँड्ने गर्दा यी कुराहरू धेरै मिस गरिसकेको थियो र आज फेरि त्यो कुरालाई एउटा ताजा बनाउन त धेरै पुरानो कुराहरू याद आउँछ। कसरी हामी पहिला गाडीमा चढ्नुको लागि एक रुपियाँ पैसा जम्मा कोरेर सिर्फ त्यो गाडीमा चढ्ने एउटा सपना मात्रै पुरा गर्थ्यौँ होइन। गाडीमा चढ्ने रहर हुन्थ्यो, रहर पुरा गरिन्थ्यो। त्यही चिज फेरि मलाई आज गाडीमा चढ्न मन लाग्यो र म बाइकमा नचढिकन गाडीमा यात्रा गर्दैछु। म सालजन्डी माथि शीतलापुरको डाँडामा पहिला हामीले बर्राको बुट्टा भन्ने गरिदिन्थ्यो, त्यहाँनिर झरेर म जङ्गलको केही दृश्यहरू पनि तपाईँहरूलाई देखाउनेछु है। मात्रै खाली थियो उफारेछ गाडीले। पछाडिको डब्बा चाहिँ लास्टै दुखिरहेको छ मेरो। 4 नम्बरदेखि फेरि पेसेन्जर उठाउन लागेको अवस्था छ। यही त हो, अब गाडी रोक्दै बिचरा पैसा उठाउनु पऱ्यो। कति धेरै छ, पेट्रोल महँगाइ छ होइन। रोक्दै पैसा उठाउनु, रुक्दै पैसा उठाउँदै यही चिज त एक्सपिरियन्स गर्न खोजिरहेको थिएँ मैले आज होइन। जो चिज मान्छेहरू झर्दैछन् गर्दैछन्, कतिपय आफ्नो डेस्टिनेसन कुरेर पनि बसेको छ। दाइ कहाँदेखि हो? हजुर सुर्खेतदेखि। कहाँबाट चढ्नु भइरहेको छ? दाइ चाहिँ सुर्खेतदेखि कहाँसम्मको यात्रा हो त? बुटोलसम्मको। दाइको चाहिँ सुर्खेतदेखि बुटोलसम्मको यात्रा चाहिँ कठिनै थियो होला नि दाइ है। अनि लास्ट सिटमा बस्नु भएको रहेछ। अनि तर पछाडि होला त है। दाइसँग एउटा चिन्जान नाम के पऱ्यो? सुजन के? सुजन अधिकारी हुनुहुन्छ। ठिक छ, राम्रो लाग्यो दाइ तपाईँसँग भेटेर है। मेरो डेस्टिनेसन आएको अवस्था होइन। अलि अगाडि जानु पऱ्यो। त्यो अगाडि गएर आयो दाइ मेरो। रातै गराउनु भयो, पान खायो क्या? अलिक तल मजा खाइदिएँ। होला खायो कि पान? मेरो अब ठाउँ आउन लागिसकेको छ। कोटी खोला आउन लागिसक्यो। अब केही समयमा आउँछ। कता यता बाटो छोड्नु त तपाईँ जानु यार। ल जानु न छैन मान्छे धेरै। यहाँ चाहिँ चेकिङ छ कि क्या है, चेकिङ जस्तो लागिरहेको छ। खलासी पुरै जङ्गिराख्नु भएको छ। सेवा चाहन्छु यहाँ चाहिँ यता हेर्नु न, एकचोटि यसो गरिदिनु, यसो गरिदिनु न। कस्तो रिसाएको त नि अघि नै तपाईँ अघि नै त पुरा खाएर हुनु भएको। टेन्सन दिन्छ अरे पुलिसले। आज फरेस्ट त सबै टेन्सन दिन्छ होला नि त। हो र चिरिप पारेर हुँदैन? ए हुँदैन अरे। बहुत सिधा हुनुहुँदो रहेछ यार हाम्रो कन्ट्र्याक्टर दाइ त। दाइ लास्टै सिधा हो तपाईँ त। ए कहिले काहीँ कमाइ कतिको छ त नि त यहाँ छु गाडीमा? ₹10 दिनु न, 10 रुपियाँ। मलाई दिनु न 10 रुपियाँ। के काम पऱ्यो होला खानालाई? दिनु न, मसँग छैन यार। ओहो 10 रुपियाँमा आएको भोला दिनु भयो। थ्याङ्क यू दाइ है। भोला होइन यो त मेगा के त भोला दिनु। भोला यो के हो गाइज भनिदिनुहोस् है, यो भोला त होइन। थ्याङ्क यू दाइ, लभ यू। दाइले एकदम राम्रोसँग मलाई ठाउँमा पुऱ्याइदिइसक्नु भएको छ। आइसकेको छ नजिकै है।
मिनटको यात्रा आयो के हो थ्याङ्क यू गुरु बजाइदिनुहोस् न लभ यू चुमा चट्टी आयो गोर्खे सालजन्डी सर गोर्खे गाडीमा बाई दाइ बाई है उहाँ चुम्मा ल लास्टै हँस लास्ट मजा आयो त्यो कलासीसँग होइन चुम्मा भनिदिन्छ है मलाई बिचरा इनोसेन्ट रहेछ अलिकति हल्का जानी मजाक गरेको एकछिन त रिसायो तपाईँ पछाडि जानुहोस् तपाईँले यहाँ बसेर यहाँ चाहिँ नि पुलिसले हामीलाई रुकायो पैसा तिराउला जस्तो छ पछाडि गएर बस्नुहोस् भनेर मारे तर्कायो त्यसपछि फेरि एकछिन फकाइगुरी गरेर त्यसलाई चराप पारेर पन्जामा राखेँ म सुतिसकेँ त्यहाँ खाना खाएर अनि मामाले एक्कासी आउनुभयो र भान्जा आउनु भएन है फोन गर्नुभयो भान्जा त्यहाँ हजुरआमालाई बिमारी रहेछ एकदम सिरियस भयो अरे इम्लिया जानुपर्ने भयो म एक्लै भयो जाम भन्नुभयो र मामासँग गएको थिएँ इम्लिया राति 11 बजे लगभग 12 बजे उहाँ पुगेको थियो फेरि अब मामा अब त्यो आउने कुरो भएन के अरे मामा तपाईँ पछि आउनु ल म जान्छु भनेर अहिले चाहिँ म एक्लै बाई ट्राभल बाई बस वापस आउँदैछु जेउस मजा आयो क्या मजा के कसम के वाट एक्सपिरियन्स यार होइन यस्तो मजा एक्सपिरियन्स हो कि बाई ट्राभल बाई बस होइन जुन दिन हामी पहिला घुम्ने गरिन्थ्यो त्यो चिज मलाई एक्सपिरियन्स लिन मन लागेको थियो ब्याक टु 15 इयर्स के 15-16 वर्ष पहिला म वापस जान मन लागेको थियो गएर आएँ यही जङ्गल हो हामीले जहाँ घाँस पनि काट्न आउने गाई भैँसी चराउन आउने जर्ल्या जाने बाटो हो यो अनि अब हामी चाहिँ म चाहिँ यताबाट सर्लकम मेरो चाहिँ घरतिर जान्छु यो सिँढी हो सिँढी खतरा सिँढी आधुनिक सिँढी नेपालको सिँढी मरे नेपालको सिँढी हो गाइज नेपालको सिँढी भागले आएर खान्छ कि भन्ने डर पनि छ केटा हो र वरिपरि झाडु छ यता पनि झाडी छ यता पनि झाडी छ भागले आएर खान्छ कि भन्ने डर छ त्यहाँ थियो कि त्यहाँ एक्लै अरे यार कसम यहीँमा के थियो यार सुन्यो सट जङ्गलमा त एक्लै त हिँड्नु हुन्न यार साधु गयो के आउँछ हेर गाइज यो जङ्गल हो जङ्गलमा एक्लै चाहिँ म धेरै वर्षपछि यहाँ छु होइन कसम अब डर लाग्दो त आउँछ कि उतादेखि आयो यार लास्टै भाग्नु पऱ्यो मलाई अझै पनि टाउको लाग्छ टाउको चुक्के क्या हो के हो है अब यसरी झर्दै सिँढीदेखि तल झर्नुपर्छ अनि यतातिर हेर्न सक्नुहुन्छ होइन यो हाम्रो गाउँ हो हाम्रो गाउँ त्यो सबै हाम्रो गाउँ हो गाइस त्यो खोला हो त्यो खोलादेखि तरेर अनि अब म जान्छु घरतिर जानुपर्छ खोला तरेर सालजनी बजारदेखि जान्छु भनेको जाला जान त्यताबाट एक्सपिरियन्स ल्याउन त भनेर अनि सालजनी बजारदेखि नजाने यतैबाट जानु भनेको फक यु यार के यस्तो यार त्यस्तै डेन्जर गरेर अनि यताबाट जाने जन तन त्यो माथि जङ्गलबाट वहाँ माथि जङ्गलबाट वहाँको माथि जङ्गलबाट बल्ल बल्ल भागी त्यहाँ माथिबाट अनि बल्ल आयो यार मासलाई के डर हो किन डर पनि लाग्ने के एक्लै त्यही भएर त म एक्लै यो बाटो कहिले आउँदैन लास्टै जे होस् घुम्न त मजा आउँछ कि तर अलिकति डर अलिकति त्रास त हुन्छ यार जङ्गलमा जे जस्तै भने आँख बाट बुम हुन्छ बुर गर्छ दिमाग चाहिँ अब यसरी यहाँबाट झरेर यसो गर्दै खोलातिर जानुपर्छ
अनि खोलातिर यो खोलो चाहिँ तर्नुपर्छ कि चम्लाङ गरेर खुट्टाको प्यान्टलाई चाहिँ अब सट्ट चाहिँ माथि तार्नुपर्छ, नत्र भने पुरै भिज्छ कि खुट्टा। खुट्टा भिज्छ कि कहाँ पोइन्ट भिज्छ भन्नु खोजेको गरेर प्यान्टलाई यहाँ यसरी प्यान्टलाई यसो गरेपछि यसरी चोब्ल्याङ कोही नि केटा हो। यसरी खोला तरेको छ कि नै, अनुभव छ कि नै भनौँ है। यसरी खोला तरेर त्यो खोला त कतिचोटि तऱ्यो यार, त्यो एउटा मेमोरेबल चिजहरू छ कि त्यही भएर मैले भन्छु क्या, इट्स माई भ्लग इज ओरिजिनल जेन्युन भ्लग। अनि मेरो भ्लग भनेको एकदम अर्ग्यानिक हुन्छ, यसमा कुनै फिल्टर हुँदैन, कुनै एडिट हुँदैन। तपाईँले जे देख्नुहुन्छ त्यही देख्नुहुन्छ कि पत्थरी ढुङ्गामाथि हिँडिरहेको छु, ढुङ्गा पानीमाथि देखिरहेको छु, पानी चिप्लिन लाग्छु, चिप्लेको जे हो त्यो सत्य हो। फेरि मैले चाहिँ के गर्छु भने लामो भयो भने काट्दै अलिकति छोटो बनाउने मात्र काम गर्छु, तर त्यसमा एडिट सेडिट केही पनि हुँदैन। अब आइसक्यो, फेरि पोइन्टलाई तल गराइदिनु पऱ्यो, यो पनि तल गराइदिनु पऱ्यो। अलिकति भिज्यो यार, आइसकेको अवस्था होइन। गाउँमा त अझै आएको छ, घरमा आउनु अझै बाँकी छ। तर मामासँग गएको थिएँ, एक्लै आयो यार, ठिकै छ, केही छैन। घरदेखि पनि फोन गरेको थिएँ कति आउने हो के गर्ने हो भनेर। मैले हिजोदेखि चाहिँ के गर्ने, यत्तिकै छोडेर आउने कुरो भएन, त्यस्तै भएर आइन। तर आज चाहिँ के भन्यो भने मामा अब धेरैजना बसेर पनि के गर्ने होइन, त्यस्तै छ, तपाईँ बस्दै गर्नु, यति त्यस्तो केही परेछ भने फोन गर्नु होला, म चाहिँ जान्छु भनेर आएँ। किनकि मेरो केही दिनपछि हल्का केही इक्जाम पनि छ कि त्यसको प्रिपेरेसन पनि गर्नुपर्ने छ। त्यो कुराले मलाई घर आउनुपर्ने थियो कि त्यतिखेर आइपुगेको छु। अब घर आउन केही समय राम्रो बाँकी छ। बाटो पनि कति राम्रो बनाएको छ होइन, रोलर लगाएर चिटिक्क पारेको रहेछ अहिले त बाटो त। जे कस्तो जङ्गलदेखि यो जङ्गलमा आउँदा चाहिँ गाह्रै हो यार। लगभग घरको केही नजिक आइपुगेको छु। देख्न सक्नुहुन्छ मकै कस्तो हरियाली भइसकेको छ। मकै सबै चाहिँ अब फुलिसकेको छ, कतिपय ठाउँमा घुँगा पनि लगाइसकेको छ। देख्न सक्नुहुन्छ कति हरियाली छ गाउँ, यता पनि देख्न सक्नुहुन्छ होइन, कस्तो राम्रो दृश्य। यो दृश्य त सिजनमा एकचोटि देखिने हो कि, त्यही भएर आज देखाइदिएँ। घर आउन बाँकी छ अझै, के थियो कसम मेरो त मुनि नै डुब्डुब गऱ्यो यार अहिलेसम्म। लास्ट गाह्रो हुँदो रहेछ कि जङ्गलमा एक्लै हिँड्दा यार, त्यहाँबाट झरेर अनि आएको त लास्टै डर लाग्यो राइट। फाइनली गाइज मेरो घर आइसक्यो, यहाँनिर छ, घरको नजिक आइपुगेको छु। बुढीको रियाक्सन हेरौँ है के गर्छन् एकचोटि। आइसक्यो घर, फाइनली घर आइसक्यो गाइज। के छ खबर, सन्चै आरामै हुनुहुन्छ होला गाइज होइन। घर आएको अवस्था के छ यो, खै को हो यो, के छ कान्छा खबर? ए फाइनली घर आइपुगे गाइज। ए मेरा छोराहरू यहाँ छन्, बुढी यता छिन्। बुढीको रियाक्सन के छ? बुढी के छ रियाक्सन? भर्खरै घर आइपुग्यो के अरे, राति गएको आयो, भर्खरै घर आइपुग्यो राति गएको। बुढीको रियाक्सन केही पनि छैन। बुढीले के रियाक्सन गर्छ तपाईँहरूलाई देखाउँला, एकैछिन कुर्नु भनेको हेरेको हेरे, केही छैन रियाक्सन। बुढीलाई केही मतलबै छैन, यस्ता पनि बुढी हुने होइन कान्छा, के रियाक्सन गर्छ भनेको त हेरे हेरे, केही पनि छैन बुढीको रियाक्सन। छोडेको रहेछ। ओके, थ्याङ्क यू सो मच फर वाचिङ माई भ्लग गाइज होइन। यसै गरी फेरि पनि म तपाईँहरूको सामने अरू भ्लग लिएर आउनेछु। मलाई माया ममता र प्रेरणा दिनुहोस् र हौसला पनि अगाडि बढ्ने दिनुहोस्। थ्याङ्क यू भन्दै बाई बाई भन्न चाहे, बाई।